हामी चौसामै तपाईँहरूलाई सिलगढीको अलिकति झलक देखाएको र सिलगढी चाहिँ अहिले चाहिँ फ्लाइओभरहरू हालेर 6 लाइन्सहरू बनाएकोले गर्दाखेरि चाहिँ यस्तो हुँदैछ। बिस्तारै बिस्तारै सिलगढी पनि डेभलप हुँदैछ र अहिले भने चाहिँ फ्लाइओभर घुम्ने काम चाहिँ सालुगढा बजारसम्म आइपुगेको छ र अहिले अब यहाँनिर यो चाहिँ चेकपोस्टदेखि हामी पार भइसकेको छौँ। यहाँनिर चाहिँ हेर्नुहोस् है यस्तो बनिँदैछ। यिनीहरू चाहिँ सबै 6 लाइनहरू बनिँदैछ। अब यहाँ त फ्लाइओभर छैन कि तर अलिक पर त्यो महानन्द कि बालासनको भेट्छ न त्यो परको त महानन्द हो कि बालासन त्यो क्रस गरेर चाहिँ त्यहाँबाट चाहिँ फ्लाइओभर स्टार्ट छ। यहाँनिर चाहिँ फ्लाइओभर लाउँदैन कि के हो यो यहाँ लाउँदैन रहेछ त्यो दार्जिलिङ मोडहरूदेखि चाहिँ ओडादेखि चाहिँ छ होला। महानन्दको ब्रिजहरू चाहिँ यसरी बनिँदैछ। यो चाहिँ चेकपोस्टपट्टि जाने हो। चेकपोस्टपट्टि जाने सिक्किमहरू अन्तखेरि उयोहरू हुने के अरे यो कालिम्पोङहरू जाने रोडहरू जानेहरू हो। यो चाहिँ बङ्गलाभाषी महानन्दै रहेछ। यो चाहिँ महानन्दको ब्रिज चाहिँ यसरी बनिँदैछ। जाम चाहिँ त्यतिकै नै हो साथीहरू। यो चाहिँ पुरानै ब्रिज हो। यहाँ तल्लो चाहिँ यो चाहिँ नयाँ बनिँदै। अहिले भने चाहिँ हामी चम्पासरी आइपुग्यौँ है बुढो। अहिलेसम्म चाहिँ चम्पासरीको मार्केटहरू चाहिँ भत्काएको छैन। अब एक दुई दिनमा चाहिँ साइड भत्काउँछ होला। चम्पासरी हो। चम्पासरीमा चाहिँ जहिले हामी जाममा फस्छौँ है। चम्पासरी काटिसकेको बादमा चाहिँ यहाँनिर पनि रोडको काम धमाधम हुँदैछ। यहाँको रोडहरू चाहिँ यस्तो हुँदैछ। दार्जिलिङ मोड आइपुग्नु आँट्यौँ हामी चाहिँ। दार्जिलिङ मोडको यो बाटो चाहिँ एकदम अहिले अर्कै बनाएको छ। किनभनेदेखि यहाँनिर चाहिँ सायद ठुलो फ्लाइओभर बस्छ होला कि त्यो भएर चाहिँ यहाँ अहिले चारपट्टिको रोडहरू कता कता पारेको छ। तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ यहाँ चाहिँ कन्फ्युज हुन्छ र यहाँ साइड गोलो खालको फ्लाइओभर बस्छ होला भयो मेरो विचारमा चाहिँ। अब लडाइँ पठाउँछ है बुढो। यस्तो बनाएको छ। अहिले धेरै भिन्नता भइसकेको छ सिलगढी पनि। यो त दार्जिलिङ मोड हो। यो चाहिँ खास दार्जिलिङ मोड आइपुग्यौँ। यहाँनिर चाहिँ पुरा फ्लाइओभरहरू लाउनु लागि रेडी हुँदैछ। अहिले भने चाहिँ हामी अब चर्च आइपुग्यौँ। यो चाहिँ अब हाम्रो चर्च जाने रोड। यो चाहिँ डुवर्सहरू जाने ट्रेनको लिक हो र यहाँबाट उकालो चाहिँ यस्तो दार्जिलिङ मोड पर्छ है।